सार्वजनिक यातायातहरूमा अब अलिक ढिला नै हुन्छ नि त होइन, जामहरू पऱ्यो, त्यही भएर अनि ढिला आइपुग्यो होइन। दाइले कराइसकिरहेको यहाँनिर छिटो आइज भोक लाग्यो भनेर। सो हेलो गाइस, सबैजना नमस्ते, स्वागत छ तोपेन्द्र बाजेको ब्लगमा होइन। अनि आज चाहिँ बिहान पानी डेन्जर पर्न थालिरहेको छ। आज चाहिँ अब दाजुभाइको त्यहाँ भैरवनाथ दर्शन गर्ने प्लान थियो, त्यो बिहानै उठेर हिँडेको पानी परिरहेको छ है। अनि चिया खाएर एकछिन बसियो। सो त्यही हो, ल सबैजनालाई सन्चै हुनुहुन्छ होला। अनि सबैजनालाई सुस्त स्वास्थ्य लाभको शुभकामना होइन। अब त्यही मनोकाङ्क्षा गर्दै यहाँ भैरवनाथको दर्शन गर्न जाँदैछु। ल है त गाइस, अब कस्तो हुन्छ हेरौँ। पानी परिएन भने अभियसली दर्शन गरिनेछ। अनि कथाले मिलासम्मको तपाईँहरूलाई नि भिडियो देखाउने प्रयत्न गर्नेछु। सो गाइस, अनि म चाहिँ यहाँ आइसकेँ। अनि सार्वजनिक यातायातहरूमा अब अलिक ढिला नै हुन्छ नि त होइन, जामहरू पऱ्यो, त्यही भएर अनि ढिला आइपुग्यो होइन। दाइले कराइसकिरहेको यहाँनिर छिटो आइज भोक लाग्यो भनेर। त्यही पनि म यहाँ अब 2 मिनटमा पुग्दैछु गाइस होइन। र सबैजनाले अब दर्शन गर्न, भैरवनाथको दर्शन गर्न रेडी हुनु पऱ्यो। अनि आज चाहिँ काठमाडौँको भाइब यस्तो छ, पानी पर्ला जस्तो भइरहेको छ होइन। त्यही हो गाइस, ल अब हतारले पुग्नु छ त्यहाँनिर। म सट सबैजनाले हेर्दै गर्नु होला मस्तले। सो गाइस हेर्न सक्नुहुन्छ। अनि योभन्दा पछाडिबाट चाहिँ अब हाम्रो बाइक गाडीहरू लान मिल्दैन। अनि म चाहिँ यहाँ एरियामा आइपुगिसकेँ होइन। अब टक्क दाइलाई भेट्छु। जस यतातिर दामी छ, क्लिन, दामी, नेचर पनि दामी होइन। हिजो पनि आधी आउनु चाहिँ म यहाँ, तर हिजो भ्लग गरिएन। आज चाहिँ यसो भ्लग पनि गरौँ भन्ने विचारमा नै निस्किएको थिएँ। गाइस हेर्न सक्नुहुन्छ अगाडि रमाइलो छ मान्छेहरू होइन। जो चाहिँ यहाँनिर घुम्ने मान्छे यति नै हो, जहिले भिड भइरहेको हुन्छ। भिड चाहिँ भिडै हुन्छ क्या। सो गाइस, अनि कस्तो देखिरहेको छ मलाई, कपाल लामो पालेर सुहाइरहेको छ कि छैन। सुहाइदिरहेको छ नि होइन। सो अनि गाइस अगाडि हेर्न सक्नुहुन्छ, मन्दिर दामी छ। यहाँको त हेर्नु सक्नुहुन्छ सिंह 2टा। अनि यहाँको सबभन्दा पुरानो दरबार, मतलब यो सिटीको नेपालको सबभन्दा पुरानो दरबार भन्दा नि हुन्छ र व्हाइट हाउस भन्दा नि हुन्छ होला है। अनि आज हामी भैरवनाथको दर्शन गर्दैछौँ पहिला सुरु त। अनि त्यसपछि हल्का दाइलाई पनि यसो केही कुराहरू दाइलाई भनेर तपाईँहरूलाई सेयर गर्न लाउने प्रयास गर्नेछु। त्यही नै हो गाइस। हेर्न सक्नुहुन्छ व्हाइट हाउस। अनि यहाँ चाहिँ होलीमा डेन्जर हुन्छ क्या फेरि। पहिलातिर नै आउनु चाहिँ आएको हो, तर यसरी एक्सप्लोर गर्ने तरिकाले भ्लगै बनाउने इच्छाले त आएको थिएन नि त। अनि आज चाहिँ भ्लगै बनाउने इच्छाले नै सोचिरहेको छु आजभोलि। अब भ्लग चाहिँ कन्टिन्यू नै गर्नुपर्छ गाइज। सकेसम्म सबजनाको युट्युब च्यानल होस् क्या, सब युट्युबर होस् क्या मेरो लागि चाहिँ है। अनि भ्लग चाहिँ सबैले गर्नु पऱ्यो, छोड्नु भएन। सबले कन्टिन्युटी दियो भने अवश्य नै सफल भइन्छ गाइज। त्यही भएर खासै समस्या लिइराख्नु पर्दैन, अवश्य नै सफल भइन्छ नि होइन। मरिन्छ भने जन्मिन्छ भने मरिन्छ नि भने जस्तो काम गरेपछि सफल त भइन्छ क्या, अवश्य नै भइन्छ। यता हेर्न सक्नुहुन्छ चिल छ त्यो स्कुल। जस यस्तो धार्मिक स्थलमा आएपछि चाहिँ एकदमै मन चाहिँ शान्त फिल हुने क्या। अनि त्यही नै हो, दामी लाग्छ। अनि पशुपति जान्छु भनेर सोचिरहेको थिएँ। अनि हिजो मैले सोचेको थिएँ कि 1K चाहिँ भ्युज गयो भने चाहिँ पशुपतिमा गएर दर्शन गर्छु भनेर। अनि 1K भ्युज पनि गएन नि त।
त्यही भएर अनि मलाई अनि पशुपति जान मन नलाग्यो क्या गाइस हेर्न सक्नुहुन्छ यहाँ फेरि दाई कता छ हो दाईलाई खोज्नु पर्ने छ पहिला सुरु पुरो ढिलो आयो भनेर रिसाइरहेको तपाईँ किन ढिलो तपाईँ सधैँ ढिलो गर्ने हेर्न सक्नुहुन्छ यताको भाइब्स सो गाइस हामी चाहिँ भैरवनाथमा आइपुगिसकेका छौँ अनि हेर्न सक्नुहुन्छ भैरवनाथ ल गाइस अब एक्चुअली दाईलाई कल गर्छु है त म दाई कता हुनुहुन्छ दाईलाई कल गर्छु सो गाइस होइन अनि मैले चाहिँ दाईलाई नै भेटिसकेँ अनि दाई पनि यहाँ आइसक्नु भएको छ दाई नमस्ते सो गाइस आज चाहिँ हामी दर्शन गर्न आइसकेका छौँ यहाँ भैरवनाथमा सो गाइस अब हामी चाहिँ पूजा गर्नलाई सामग्री किन्दैछौँ अनि अब पूजा गर्छु दामी तरिकाले तपाईँ त लास्टै धार्मिक मान्छे हेर्दा बेला बेलामा पूजा गर्न गइराख्नुहुन्छ लास्टै नै धार्मिक मान्छे भनेको धर्म कर्ममा पुण्यमा अगाडि छ दाइ सो गाइस अब चाहिँ हामी दर्शन गर्न आइरहेका छौँ अनि सुख शान्ति समृद्धिको लागि सबैलाई यहाँ स्वास्थ्य कामना शुभकामना गर्दै हामी मन्दिरलाई दर्शन गर्छौँ भावुक भइदिएर क्या अनि सब सो गाइस अब हामी दर्शन गरिसक्यौँ होइन अब हामी बत्ती बाल्ने तरिकाहरूमा छौँ अनि सबैजना दर्शन गर्नु होला अनि माया गरिदिनु पर्यो त्यो सिन छ शान्त सो गाइस यसको बनावट एकदमै दामी नै छ होइन सक्नुहुन्छ एकदम बवाल सो गाइस अब हाम्रो दाजुभाइको पूजा सकिसकेको छ अब हामी खाना खान जान्छौँ दाइ पूजा कस्तो भयो दामी भयो नि होइन
सो गाइज यहाँको मन्दिर हेर्न सक्नुहुन्छ यस्तो खतरा छ नि होइन सो दामी लाग्यो यो चाहिँ रुखको बनावटमा एकदमै दामी तरिकाले बनेको छ रुख यो मन्दिर त्यही हो बबाल लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु पर्यो सबजनाले अनि अब योभन्दा पछि चाहिँ अब ट्रेक जाने प्लान गरिरहेको छु